रवि लामिछानेको बयान लियो, अब लेखक र ओलीको बयान लिने कहिले? जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसँग बिहीबार बयान लिएको छ। तर आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोचपुछ गरेको छैन। गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ 23 र 24 गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गर्नु हो। साथै उक्त समयमा भएको विध्वंसको समेत छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने कार्यदेश आयोगको रहेको छ। यसै क्रममा नक्कु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाई गर्ने पर्तका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा झिकाएर बयान लिएको हो। रविलाई रिहाई गर्ने पत्रमा गृह सचिवको आदेश अनुसार निर्णय भएको उल्लेख थियो। यो पत्र सक्कली ठहरिएमा रविको रिहाई प्रकरणमा गृह सचिव समेत अनुसन्धानमा तानिन सक्ने देखिन्छ। सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू बयान दिन समेत नजाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक चुनौती दिइसकेका छन्। उनले गौरी बहादुर कार्कीको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन्। उता जेनजी आन्दोलनकारीहरूले भने भदौ 23 को गोलीकाण्ड बारे केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका छन्। यस्तो अवस्थामा कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर बयान लिएको जाँचबुझ आयोगले अहिलेसम्म ओलीलाई बयानमा बोलाएको छैन। जाँचबुझ आयोगले बयानका लागि बोलाएको अवस्थामा पूर्व प्रधानमन्त्री ओली बयान दिन आउलान् कि नआउलान् यो हेर्न बाँकी नै छ। तर रविको बयान लिइसकेपछि अब ओली र लेखकको पनि बयान लिनुपर्ने बहस सामाजिक सञ्जालमा सुरु भएको छ, जसले आयोगमाथि दबाव पर्न गएको छ। एकातिर आयोगले भदौ 23 र 24 को घटनाको जाँचबुझ गरिसकेको छ, अर्कातिर प्रहरीले हालसम्म 372 जनालाई पक्राउ गरेर 441 वटा मुद्दा चलाइसकेको छ। यस अन्तर्गतमा कारागारमा रहेका रवि लामिछानेको बयान लिएको आयोगले 23 गतेको गोलीकाण्ड बारे अहिलेसम्म केपी ओली र रमेश लेखकसँग बयान लिन सकेको छैन। रविलाई बयान लिने तर ओलीको नलिने हो भने चयनमुखी न्यायको आशंका जन्मन सक्छ। यसैबीच जाँचबुझ आयोगले नेपाल प्रहरीका आइजिपी चन्द्रकुबेर खामुङलाई भने 23 गतेको गोलीकाण्ड बारे स्पष्ट सोधेको छ।